माता पाथिभाराले हामी सबैको रक्षा गर्नुहोस्। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। हामी चाहिँ कन्याम जाँदै थियौँ माता पाथिभाराको दर्शन गर्न। घरबाट अलिक ढिलै निस्केको थियौँ। झन् पूर्व जाने बाटोको त के कुरा गर्नु, यति धेरै धुलो, बाटो बिग्रेको छ। हामीलाई चाहिँ भोक लागेर बिर्ता मोडमा हामीले केही स्विट्सहरू खायौँ, केही नखाइ निस्केको थियौँ नि त हामी घरबाट। फर्स्टमा चाहिँ हामी पाउ पाथिभारा मन्दिर गएको थियौँ। बाटोमा पर्छ, सुरुमा चाहिँ पाउदेखि पूजा गर्नुपर्छ भन्ने चलन छ नि त हाम्रो, त्यही भएर यहाँ गएको थियौँ। यसरी आनन्दले मैले पूजा गर्न पाएकै थिइनँ, कति धेरै भिड हुन्थ्यो क्या अरू बेला। तर यसपालि चाहिँ एकदमै खुल्ला थियो, आनन्दले सबैतिर पूजा गरेँ। त्यहाँ पूजा गरिसकेर हामी निस्क्यौँ कन्यामको लागि। विराटनगरको गर्मी, ओ माई गड के कुरा गर्नु, झन् माथि जति माथि चढ्दै थियौँ त्यति शीतल हुँदै थियो। हामी चाहिँ ढिलो पुगेको भएर होला, माथि चढ्ने भन्दा पनि झर्ने मान्छे धेरै हुनुहुन्थ्यो। अनि हामी बिस्तारो बिस्तारो गर्दै माथि चढ्यौँ। हिँड्ने बानी नभएको, अलिअलि त गाह्रो भयो हामीलाई। त्यसपछि केही सामानहरू किने, नरिवलहरू, अरू पूजाको सामान घरबाटै लगेको थियौँ। अनि यहाँ हेर्नु न, हनुमानजी माथि बाँदर, कसरी विश्वास नगर्नु क्या, भगवान् हुनुहुन्न भनेर। अनि फर्स्टमा चाहिँ हामीले गणेशजीको पूजा गऱ्यौँ मजाले। त्यहाँपछि नौ दुर्गा भवानीको पूजा गरेर भित्र पूजा गर्न गयौँ। यहाँ पनि एकदमै खाली थियो, आनन्दले पूजा गरेको थियौँ यहाँनिर हामीले। अनि मेरो हस्बेन्डले नरिवल फुटाउनु भयो। वरिपरि कति धेरै बाँदरहरू थिए क्या। आधी नरिवल चाहिँ बाँदरहरूलाई नै दियौँ, अनि मेरो बहिनीले पनि नरिवल फुटाएर आधी त्यहीँ दिई। अनि हामी तल झऱ्यौँ। तल झरेर खासै बेर लागेन। तल आएर हामीले थुक्पा खायौँ, यस्तो धेरै भोक लागिसकेको थियो। अनि एकछिन नक्कल पारेर घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई।